हालेलुया, जय मसी। फेरि पनि जोक चाहिँ यस्तो प्रकार छ। भ्यालेन्टाइन डेको दिन, आजको दिन चाहिँ एकजना मान्छेले गर्लफ्रेन्ड र बोयफ्रेन्ड यसो भेट भएछ हैन। अनि भेट भएपछि उनीहरूले चाहिँ एक खालको अब गफ भएछ है। अनि बोयफ्रेन्डले भनेछ, प्रिया म तिम्रो लागि सबै कुरा गर्न सक्छु, आकाशको जुन झारिदिन्छु तिम्रो लागि, तारा खसालिदिन्छु तिम्रो लागि भनेछ। अनि उसको प्रेयसीले उसलाई जवाफ दिएछ, अहिले तत्काललाई चाहिँ 100 कोरी चचाल्दे पुग्छ भनेर भनेछ हैन। अनि परमेश्वरको प्रेमको बारेमा आज तपाईलाई म बताउँदैछु। थाहा छ यो संसारको प्रेम र आज भ्यालेन्टाइन डेको दिन यो प्रेम दिवस भएको कारण आज मैले प्रेमकै बारेमा चर्चमा हामी चर्चा परिचर्चा गर्ने छौं हैन। प्रेम के हो? प्रेम चाहिँ भावना मात्र होइन, इमोसनल लाग्यो हैन, बिचारा दया लाग्यो उप्रति प्रेमको भावना आयो, त्यो मात्र प्रेम होइन। पहिलो युहन्ना 4:8 ले यसरी भन्छ, जो प्रेम गर्दैन उसले परमेश्वरलाई चिन्दैन, किनकि परमेश्वर चाहिँ प्रेम हुनुहुन्छ। आमेन। आज मैले तपाईलाई बताउनु खोजेको कुरा चाहिँ के हो भने नि, आज मानिसहरू जसरी एउटा भावनामा डुबेर एकअर्कामा प्रेम माया प्रीति गाँस्ने एउटा मुभमेन्टमा अहिले संसारमा छ। अहिले धेरै युवा युवती अहिले गएर आजको दिन त्यसरी मनाइरहेको छ होला। तर म आज बताउँछु प्रेम चाहिँ नि परमेश्वरबाट सुरु भएको र प्रेम चाहिँ परमेश्वर नै हुनुहुन्छ हैन। अनि प्रेम चाहिँ नि तपाईलाई एउटा कुरा बताउँछु, प्रेम चाहिँ माया चाहिँ परमेश्वरको चरित्र स्वभाव हो हैन। र यदि हामीले साँचो प्रेम यदि सिक्ने हो भने त्यसको एउटै मात्र स्रोत चाहिँ परमेश्वर हुनुहुन्छ। यदि तपाईँ र मैले प्रेमको बारेमा जान्ने हो भने, मायाको बारेमा तपाईँ बुझ्न चाहनुहुन्छ भने, माया कसरी सुरु भयो हैन, प्रेम कसरी सुरु भयो, कस्तो हो प्रेम भन्ने जब तपाईँ यदि जान्न चाहनुभयो भने माया चाहिँ प्रेम चाहिँ श्री परमेश्वरबाट नै सुरु भयो र उहाँ नै प्रेमको स्रोत हुनुहुन्छ। हालेलुया। म तपाईलाई आज बताउँछु प्रेमका केही गुणहरू छन्, बाइबलले देखेको बताएको छ। प्रेमका गुणहरू सुन्नुस् है त। प्रेमको गुणहरू चाहिँ पहिलो कोरिन्थी 13:1 देखि 7 पदमा त्यहाँ तपाईले पाउनुहुन्छ। प्रेम सहनशील हुन्छ र दयालु हुन्छ, प्रेमले डाहा गर्दैन, न सेखी गर्छ, प्रेम हर्षी हुँदैन, न ढिट हुन्छ, प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झड्को मान्दैन, खराबीको हिसाब राख्दैन, प्रेम खराबीमा प्रसन्न हुँदैन तर ठिक कुरामा रमाउँछ, प्रेमले सबै कुरा सहन्छ, सबै कुराको प्रत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ। आमेन। सुन्नुस् त, यो पहिलो कोरिन्थी 13:4 प्रेमको चरित्रको बारेमा बताएको छ है। प्रेमको चरित्रको बारेमा वर्णन गरेको छ। स्पष्ट प्रेमको वर्णन चाहिँ यहाँ यसरी लेखेको छ, प्रेमले चाहिँ जहिले के गर्छ, धैर्य गर्न सक्छ, सिक्छ। प्रेम चाहिँ कस्तो हुन्छ, धैर्यवान हुन्छ। प्रेम चाहिँ कस्तो हुन्छ, दयालु हुन्छ। प्रेम चाहिँ कस्तो हुन्छ, प्रेमले डाहा गर्दैन र प्रेम घमण्ड हुँदैन। प्रेमले कहिले पनि खराबीको हिसाब किताब राख्दैन, पख तैँले यस्तो गरेको थियौ हैन, तँलाई जाने छु हैन। प्रेमले कहिले पनि खराबीको हिसाब गर्दै राख्दैन। सत्यतामा आनन्द जहिले पनि प्रेमले मनाउँछ, आनन्द गर्छ। प्रेमले चाहिँ सबै कुरा सहन्छ, प्रेमले चाहिँ सबै कुरा विश्वास गर्छ, प्रेम चाहिँ सधैँ सबै कुरामा आशा राख्छ र सधैँ र जे कुरामा पनि उसले सधैँ धैर्य धारण गरेर प्रेम बस्छ भनेर यो बाइबलले बताएको छ। प्रेम चाहिँ केवल शब्दमा होइन, प्रेम चाहिँ केवल शब्दमा होइन, यो चाहिँ व्यवहार हो। सुन्दै हुन्छ नि, प्रेम चाहिँ हामी अरूलाई कति माया गर्छौँ, हामी अरूलाई कति प्रेम गर्छौँ भन्ने कुरा चाहिँ कुनै शब्दमा होइन, मिठो बोलीमा होइन, राम्रो भाषणमा होइन, राम्रो कुरामा होइन हैन, चिप्लो कुरामा होइन हैन। प्रेम चाहिँ नि हाम्रो जीवनको व्यवहार हो, चरित्रबाट देखिनुपर्छ क्या, चरित्रबाट। आजको वचनले त्यही बतायो हामीलाई। प्रेमले चाहिँ जहिले पनि सबै कुरामा विश्वास गर्छ र सबै कुरा
प्रेमले सहन्छ। आमेन आमेन। आज के हो प्रेम दिवसको दिन चाहिँ आज मानिसहरू प्रेममा हैन मस्त छन् हैन। जवान जवानीहरू यतिखेर कतिजनाको त्यो होइन उयोहरू प्रपोजहरू आइसक्यो होला हैन। कति फुलहरू भेट्ने कता कता भेट्ने हैन, भ्यालेन्टाइन डे मनाउने भन्यो हैन। होटलहरू रेस्टुरेन्टहरू यतिखेर भरिभरा हुन्छन् काठमाडौँतिर पोखरातिर हैन। तर बाइबलको बारेमा बाइबलले चाहिँ सबैभन्दा ठुलो आज्ञाको रूपमा चाहिँ प्रेमलाई लिएको छ। तपाईँ आज जुन बाइबल के अरे यो क्रिस्चियन तपाईँ बन्न चाहनु हुँदैछ अर्थात् क्रिस्चियन विश्वास गर्नु भएको छ, तपाईँले चाहिँ आज के बुझ्नु आवश्यक छ भने बाइबलको चाहिँ सबैभन्दा ठुलो आज्ञा, सबैभन्दा महत्त्वपूर्ण आज्ञा चाहिँ बाइबलको चाहिँ यो बाइबल चाहिँ सबै कुरा प्रेमको सन्देश हो। लभ लेटर चाहिँ यहाँ छ। आमेन। लभ लेटर हो मानिसहरूको लागि। यो चाहिँ मुक्तिको लभ लेटर, शान्तिको लभ लेटर, प्रेमको लभ लेटर। येशू ख्रीष्टले अर्थात् परमेश्वरले तपाईँलाई कति प्रेम गर्नुहुन्छ भन्ने कुराको यहाँनिर चाहिँ वर्णन गरिएको छ बाइबलमा। अनि आज चाहिँ यो कुरा हैन बाइबलले चाहिँ प्रेमलाई चाहिँ सबैभन्दा ठुलो कुराको रूपमा लिएको छ। मत्ती 22:37 देखि 39 उहाँले तिनीहरूलाई भन्नुभयो, तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले र सारा आफ्नो प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु। महान र प्रथम आज्ञा चाहिँ यही नै हो। दोस्रो पनि त्यस्तै छ, तैँले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु। आमेन। अनि बाइबलको सबैभन्दा ठुलो आज्ञा चाहिँ के रहेछ यहाँ? प्रेम हो। बाइबल भन्छ कि सबैभन्दा महान र प्रथम आज्ञा चाहिँ यही नै हो कि तैँले आफ्नो परमेश्वरलाई आफ्नो मनले, समझले, शक्तिले, बलले प्रेम गर्नु र आफ्नो मानिस छिमेकीलाई पनि त्यस्तै गरेर तैँले आफूलाई जै माया गर्नु है भन्छ। आफूलाई जस्तै प्रेम गर्नु, यो चाहिँ परमेश्वरको आज्ञा हो। विश्वासीहरूले आज के सुन्नु आवश्यक छ भने प्रेम गर्नु चाहिँ नि हामी चाहिँ यदि आफूलाई माया गर्नेलाई मात्र माया गर्छौँ, हामीलाई मन नपर्नेलाई तपाईँ घृणा गर्नुहुन्छ, हामीलाई घृणा गर्नेलाई हामी पनि घृणा गर्छौँ भने चाहिँ तपाईँको जीवनमा परमेश्वरको प्रेम, क्रिस्चियन प्रेम चाहिँ छैन हैन। क्रिस्चियन प्रेमले चाहिँ के गर्छ भने आफ्नो छिमेकीलाई चाहिँ कसलाई जस्तो प्रेम गर्छ अरे? आफैलाई जस्तै। आफैलाई जस्तै प्रेम गर्नु भनेको चाहिँ कस्तो कुरा हो त हैन। आफूलाई जसरी म आफूलाई माया गर्छु आफ्नो शरीरलाई हैन, जति म आफ्नो शरीरलाई वास्ता गर्छु त्यसरी नै तिमीले आफ्नो छिमेकीलाई, अरूलाई पनि प्रेम गर्नु। यो चाहिँ परमेश्वरको सबैभन्दा ठुलो र महान आज्ञा हो भनेर बाइबलले बताएको छ। हालेलुया। त्यो कारणले आज प्रेम गर्ने विषयमा चाहिँ म तपाईँलाई आज के बताउन चाहन्छु भने परमेश्वरले आज क्रिस्चियनहरूलाई चाहिँ नि बाइबलको सन्देश, बाइबलको मेन जरा, बाइबलको सबैभन्दा महत्त्वपूर्ण कुरा, बाइबलको सबैभन्दा गहिरो कुरा, सबैभन्दा ठुलो कुरा विश्वासीले गर्नुपर्ने, क्रिस्चियनले गर्नुपर्ने सबैभन्दा ठुलो कुरा चाहिँ प्रेम, छिमेकीलाई गर्नुपर्ने प्रेम। आमेन। अनि आजको यो कुरा म तपाईँलाई बताउन चाहन्छु, परमेश्वरले पनि आज प्रेम गर्नुभयो, त्यसरी नै हामीले पनि अरूलाई प्रेम गर्न सक्नुपर्छ। यो चाहिँ क्रिस्चियनहरूको स्वभाव हो, चरित्र हो। अनि यो स्वभाव चाहिँ क्रिस्चियनहरूमा छैन भने चाहिँ उसले अझै पनि बेस्ट जीवन, आशिषको जीवन हैन, परमेश्वरले चाहेको जस्तो, परमेश्वरले हामीलाई दिनुहुने आशिषको जीवन चाहिँ जिउन सकेको अझै पनि छैन। अनि परमेश्वरले दिने जीवन चाहिँ आशिषको जीवन, त्यो प्रेमको जीवन चाहिँ जब एक विश्वासी जिउन थाल्छ, जब छिमेकीप्रति हाम्रो प्रेम अटुट हामी राख्न थाल्छौँ, आफैलाई जस्तो प्रेम गर्न थाल्छौँ, अब त्यसले चाहिँ तपाईँको जीवनमा ठुलो आशिषको ढोका खोल्नेछ। आमेन। र प्रभु पनि तपाईँको जीवनबाट, त्यो सेवाबाट, त्यस्तो प्रेमबाट परमेश्वर पनि औधी उहाँ महिमित हुनुहुनेछ, उहाँ खुसी हुनुहुनेछ। अनि आज तपाईँलाई बताउन चाहन्छु, अब कसरी गर्ने त त्यसो भए छिमेकीलाई प्रेम कसरी गर्न सक्छ? जानी जानी मलाई सरापेको छ, जानी जानी मलाई उसले चाहिँ हैन गाली गरेको छ, मेरो बारेमा कुरा काटेको छ,
त्यसलाई म प्रेम गर्छु भन्ने हाम्रो सोच आउन सक्छ। तर म आज तपाईँलाई एउटै कुरा बताउन चाहन्छु कि यसको प्रेमको उदाहरण चाहिँ स्वयं परमेश्वर हुनुहुन्छ, जहाँ यूहन्ना 3:16 यसरी लेखेको छ। कसैले पढिदिनुहोस् त। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। आमेन। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, यस्तो प्रेम गर्नुभयो, यस्तो प्रेम गर्नुभयो। अब त्यहाँ कस्तो, अब त्यहाँ कुनै परमेश्वरको प्रेम नाप्ने यन्त्र नै छैन त्यहाँ अब, होइन? यस्तो प्रेम गर्नुभयो, त्यो शब्द नै त्यहाँ पाएन, भेटाएन क्या त्यस्तो शब्द कि उहाँको प्रेमको त्यो वर्णन गर्न सक्ने शब्द क्या संसारको लागि। यस्तो प्रेम गर्नुभयो, यस्तो प्रेम गर्नुभयो, होइन? ताकि उहाँले आफ्नो एउटै मात्र छोरा, एउटै मात्र पुत्र, एकलौटे पुत्र चाहिँ संसारको लागि उहाँले दिनुभयो। आमेन। किन थाहा छ? ताकि उहाँमा विश्वास गर्ने कोही पनि नष्ट नहोस्, कोही पनि नाश नहोस्, तर सबैले के पाओस्? अनन्त जीवन। सबैले अनन्त जीवन पाउन् भनेर परमेश्वरले आफ्नो एकलौटे पुत्र दिनुभयो संसारको लागि मारिनलाई। यही नै प्रेमको पहिलो उदाहरण हो। हालेलुया। यही नै हो प्रेमको पहिलो उदाहरण। प्रेम चाहिँ जहिले पनि प्रेमले चाहिँ बलिदान गर्न सिक्छ। बलिदान दिन तयारी हुन्छ क्या प्रेम जहिले पनि। जसरी परमेश्वरले प्रभु येशू ख्रीष्टले संसारलाई प्रेम गरेको कारणले संसारको मानिसहरूलाई उद्धार गर्नलाई चाहिँ उहाँ आफ्नो जीवनलाई उहाँले बलिदान गर्न उहाँले तयारी हुनुभयो, होइन? साँचो प्रेमले चाहिँ जहिले पनि आफूलाई रित्याउँछ, अरूलाई उठाउँछ। आमेन। साँचो प्रेमले चाहिँ जहिले पनि आफैलाई, होइन, दिनलाई, आफैलाई बलिदान गर्नलाई, आफ्नो कुराहरू रित्तिनलाई, आफूसँग भएका कुराहरू पनि सकियोस्, होइन, आफूसँग भएका कुरालाई पनि सबै, होइन, इन होस् बरु, तर पनि उसलाई के गर्छ? उसलाई प्रेम गरिरहन्छ। संसारको प्रेमको बारेमा तपाईँलाई म अलिकति बताउन चाहन्छु। संसारको प्रेम चाहिँ र परमेश्वरको प्रेमको बारेमा अलिकति फरकपनाहरू म तपाईँलाई आज केही बताउन चाहन्छु। संसारको प्रेम चाहिँ केवल स्वार्थहरूमा मात्र छ, स्वार्थहरूमा मात्र अटेको छ। भन्नु खोजेको चाहिँ संसारको प्रेम चाहिँ के छ त? स्वार्थमा अडिएको प्रेम छ। तर हाम्रो परमेश्वरको प्रेम चाहिँ कस्तो छ? निस्वार्थ, कुनै स्वार्थ छैन। विचार गर्नु, येशू ख्रीष्टले जसरी आफ्नो परमेश्वर आफ्नो छोरालाई दिँदै गर्दाखेरि कुनै पनि स्वार्थ नराखेर उहाँले आफ्नो छोरा हामीलाई दिनुभयो, होइन? यत्रो प्रेमको प्रमाण चाहिँ त्यो थियो, होइन? प्रेमको प्रमाण चाहिँ त्यो थियो हाम्रो लागि। अर्को कुरा, संसारको प्रेम चाहिँ स्वार्थी हुन्छ, अनि संसारको प्रेम चाहिँ अस्थायी नै हो। फेरि अस्थायी भनेको के हो तपाईँलाई थाहा छ? सधैँ रहिरहँदैन त्यो प्रेम चाहिँ। हामीले एकलाई अर्कालाई गर्ने मायाहरू चाहिँ के हुन्छ? समय अनुसार परिवर्तन हुँदै जान्छ। कुरा बुझ्नुभयो नि? सुरुमा चाटाचाट पछि काटाकाट हुन्छ भन्दै नि। किनभने यो संसारको प्रेम चाहिँ जस्तो एउटै लेभलमा हामी अरूलाई माया गर्न सक्दैन, होइन? आज जति तपाईँले आफ्नो पतिलाई प्रेम गर्नुहुन्छ, अर्थात् तपाईँले सुरुमा जति आफ्नो पति र पत्नीलाई प्रेम गर्नुभयो, समयअनुसार त्यो प्रेमहरू बिस्तारै सेलाउँदै जान्छ। त्यो मायाहरू चाहिँ छोराछोरीतिर छर्छन्। बरु मेरो बुढा नभए नि हुन्छ, छोराछोरी चाहिँ चाहिन्छ भन्न थाल्छ, होइन? छोराछोरी चाहिँ होस् भन्ने हुन्छ। किनभने प्रेम चाहिँ त्यस्तो छ नि त संसारको। संसारले दिने प्रेम चाहिँ त्यस्तो छ, सिकाउने प्रेम, होइन? अनि त्यो चाहिँ के हुन्छ त? जब बुढी मर्छ, 1 महिना नपुगिकन दुर्पिन हेर्न थाल्छ, कता छ, होइन? आफू सुहाउने, होइन? जब बुढो मर्यो या त बुढी मर्यो या कोही मर्यो, त्यहाँदेखि खोज्न थाल्छ। बुढेसकालको यस्तो भइसकेपछि पनि खोज्छन् त, यस्तो भएपछि नि। त्यो फेरि सहारा त चाहिन्छ फेरि, होइन? सहारा त फेरि चाहिन्छ। फेरि त्यस्तोमा नगर्नु भने होइन। हाम्रो जसो काम ऊ पर हुनुहुन्छ, जवान 20-22 वर्षमा आफ्नो बुढा गुमाउँदा पनि उहाँ अहिले जस्ताको जस्तै हुनुहुन्छ। त्यो त एउटा प्रेमको उदाहरण त्यो पनि हो, है? आमेन। ल, हाम्रो जसो कामलाई एक ताली बजाइदिउँ न उहाँ, किनभने हाम्रो बोजू हो। म एकदम खुसी लाग्छ उहाँलाई, किनभने उहाँ दायाँ बायाँ नगर्कन हाम्रो चेली, होइन, 20-22 वर्षमा आफ्नो श्रीमान गुमाए पनि छोरीलाई हेरेर बसेको छ, होइन?
कतिवटा खुसीको कुरा लाग्छ त्यो हेरेर, त्यो देखेर मलाई एकदमै मनपर्छ है। अनि हाम्रो प्रेम संसारले गरम यो भ्यालेन्टाइन डेको माया चाहिँ अस्थायी हो भने नि, भलै भरै नै होइन, भरे पार्टी मनायो, फुल दियो, खायो, औँठी साटासाट गर्यो, के दियो, बेगर होइन, केटाको पनि खायो, केटीको पनि खायो, अनि भरे बेलुका लास्टै झगडा गरेर छुट्नु पनि सक्छ क्या। यो त आजको प्रेम त त्यस्तो छ होइन। तर परमेश्वरको प्रेम चाहिँ स्थायी भनेको चाहिँ कहिल्यै पनि अन्त्य नहुने प्रेम हो। त्यो प्रेमलाई जब तपाईँ र मैले बुझ्छौँ नि, संसारको मान्छेले धोका दिए पनि आनन्द लाग्छ। आमेन। संसारबाट धोका पाए पनि आनन्द लाग्छ। अनि परमेश्वरको प्रेम चाहिँ कहिले पनि अन्त्य हुँदैन। अनि संसारको प्रेम चाहिँ जहिले पनि भावनामा आधारित हुन्छ होइन, जहिले पनि भावनामा आधारित हुन्छ, इमोसनलमा हुन्छ नि। तर परमेश्वरको माया चाहिँ कस्तो हुन्छ थाहा छ? परमेश्वरबाट आएको माया चाहिँ सत्यमा आधारित हुन्छ, कुनै भावनामा होइन। कतिजनाले जीवनमा धेरै पछुताउनु भएको छ होला, भावनामा डुबेर माया गर्यो, अनि लु बिहे गरौँ गर्यो, लास्टमा दुःख पाएर होइन, बिजोग भएर यस्तोसँग त बित्थामा आएछ। कोही झुन्डेर मर्या छ, कोही छोडेर पहिला गएको छ, कोही कहाँ गएको छ, हो त। किनभने यो भावनाको प्रेमले चाहिँ यहाँ पुर्याउँछ मान्छेलाई, भावनाको मायाले चाहिँ यहाँसम्म हामीलाई लान्छ। तर सत्य र प्रतिज्ञामा आधारित गरेको जुन परमेश्वरको प्रेममा तपाईँ यदि जानुभयो भने, तपाईँ त्यहाँ गहिरिनुभयो भने, त्यसले चाहिँ तपाईँ र मलाई कहिले पनि ढलफल गर्ने छैन। आमेन। अनि यो भ्यालेन्टाइन डेको प्रेम चाहिँ जहिले पनि के हुन्छ थाहा छ? फाइदामा मात्र टिक्छ है। फेरि यहाँ फाइदा छैन भने टिक्दैन, यति कुरा बुझ्नु। आज भ्यालेन्टाइन डेमा कतिजना हाम्रो भ्यालेन्टाइन डे मनाउनु गयो होला नि, गाउँतिर बजारतिर होइन, उता अघिदेखि हिँड्दै थिए बिहानै। भ्यालेन्टाइन डेको माया चाहिँ जहिले पनि स्वार्थमा मात्र टिक्ने हो, फाइदामा मात्र टिक्ने हो। तर परमेश्वरको माया चाहिँ, परमेश्वरबाट आउने माया चाहिँ नि प्रियहरू, त्यागमा टिक्ने हो। त्यागमा क्या, जब मान्छेले त्याग्छन् नि, अब परमेश्वरको प्रेम तपाईँको जीवनमा सुरु हुन थाल्छ। जब तपाईँलाई सबैले हेप्नु थाल्छ, तपाईँलाई समाजले हेप्छ, घर परिवारले पनि हेप्छ, आफ्नो बुढीले पनि हेप्छ, आफ्नो बुढाले पनि हेप्छ, तपाईँको साथमा कोही छैन, तपाईँ दुःखमा हुनुहुन्छ, तपाईँ कष्टमा हुनुहुन्छ, तपाईँको छिमेकीले हेप्छ, सासू ससुराले हेप्छ अरे, तपाईँको आफन्तले तपाईँलाई एक्लो पार्न थाल्छ, तब त्यहाँनिर अब तपाईँको परमेश्वरको माया सुरु हुन्छ, प्रेम। आमेन। अनि अर्को चाहिँ देखावटी प्रेमको बारेमा तपाईँलाई चर्चा गर्छु आज। देखावटी प्रेमको बारेमा मत्तीको पुस्तक 6 अध्यायको 21ले बताएको छ है। त्यहाँनिर 6 अध्यायको 1ले, कसैले तपाईँले पढिदिनुहोस् त। मत्ती 6 अध्यायको 1 पदमा बाइबलले यसरी बताएको छ, होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्म कार्य नगर, नत्र त स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउने छैनौ। होशियार बस, धर्म कर्म चाहिँ गर, तर मानिसहरूलाई देखाउनलाई मात्र चाहिँ नगर होइन। जब तिमीहरू मान्छेहरूलाई देखाउनलाई धर्म कर्म गर्छ, मान्छेलाई माया गरेको जस्तो गर्छ, प्रेम गरेको जस्तो गर्छ होइन, तब तिमीहरूले इनाम गुमाउन सक्छ। संसारको प्रेम चाहिँ यस्तै हो, सामाजिक प्रतिष्ठाका लागि गर्ने उनीहरूले गर्छन् प्रेम होइन, प्रशंसा पाउनलाई गर्छन् प्रेम संसारले चाहिँ, अनि स्वार्थ पुरा गर्नलाई संसारले प्रेम गर्छन्। जब मान्छे आकर्षित हुन्छ नि, मान्छे शारीरिक आकर्षितहरू होइन, राम्रो सुन्दरता होइन, राम्रो फिजिकल फिटनेसदेखि लिएर यो कुराहरूमा पनि आज मान्छेहरूले हेरेर प्रेम लगाउने गर्छ होइन। अनि संसारले चाहिँ केवल यस्तै शारीरिक कुराहरूमा अनि भावनाका कुराहरूमा मात्र आकर्षण ठान्छ क्या प्रेम चाहिँ होइन। तर साँचो प्रेम चाहिँ नि त्योभन्दा धेरै गहिरो छ। आमेन। साँचो प्रेम चाहिँ त्योभन्दा गहिरो छ है। पहिलो कोरिन्थी 13:8ले भन्छ कि प्रेमको चाहिँ कहिले अन्त्य हुँदैन। परमेश्वरको प्रेम चाहिँ के छ? कहिले पनि अन्त्य हुँदैन। अझ तपाईँले चाहिँ त्यो तपाईँ र म चाहिँ यस्तो आशिषित, यस्तो अब संसारले चाहिँ भाग्यमानी भन्छ होइन, हामी चाहिँ अनुग्रही भन्छौँ तपाईँलाई। यस्तो सफल व्यक्ति, राम्रो व्यक्ति तपाईँ हुनुहुन्छ कि तपाईँले चाहिँ आज कसलाई पाउनु भएको छ तपाईँलाई थाहा छ? एउटै कुरालाई पाउनु भएछ कि कहिले अन्त्य नहुने होइन, कहिले अन्त्य नहुने प्रेमलाई तपाईँले आज पाउनु भएको छ, त्यो परमेश्वरलाई पाउनु भएको छ।
आमेन। अनि संसारको प्रेमभन्दा चाहिँ महान चाहिँ हाम्रो परमेश्वरको प्रेम हो। परमेश्वरको प्रेम चाहिँ जहिले स्थिर हुन्छ प्रियहरू। परमेश्वरको प्रेम चाहिँ जहिले पनि के गर्छ? क्षमा दिन सक्छ। परमेश्वरको प्रेमले जहिले पनि त्याग गर्न तयारी हुन्छ। मानिसहरू जस्तै परिस्थितिहरू बदलिए पनि तपाईसँग परमेश्वरको प्रेम छ भने तपाईँले उसलाई साथ दिनुहुन्छ। चाहे रोगी भएर तपाईँ जानु होला, चाहे पैसा नभएर भिटफिट होला, हैन, ऋण पर्ला, समस्या होला, खाँचो होला, बिमारी होला, दुःख होला, कष्ट होला, नराम्रो नै भएको होला, अनुहार बिग्रेर सबै खुइलेर गए पनि होला, हैन, जस्तै परिस्थितिमा चाहे असफल हुँदा पनि परमेश्वरको प्रेम चाहिँ जहिले पनि कहाँ छ? त्यहाँ स्थिर हुन्छ। साथ नछोड्ने जब तपाईँ प्रतिज्ञा गर्नुहुन्छ, जस्तै अवस्थामा पनि तपाईँ एकअर्कालाई माया गर्नुहुन्छ, त्यो चाहिँ तपाईँको जीवनमा चाहिँ परमेश्वरको प्रेम छ। आमेन। आज म तपाईँलाई खुसीको कुरा बताउन चाहन्छु प्रियहरू कि कति आनन्दको कुरा छ, कति खुसीको कुरा छ कि परमेश्वरले तपाईँ र मलाई त्यति धेरै प्रेम गर्नुभएको छ। हालेलुया। आउनुहोस् हामी केही समय प्रार्थना गर्नेछौँ।